हेलो गाइस, मैले चाहिँ सानो भिडियो लिएर आउँदैछु तपाईहरुको सामु। कस्तो छ भनिदिनु होला। म भिडियो बनाउँदैछु। आज हाम्रो घरमा श्राद्ध थियो है। हुनुहुन्छ उहाँ चाहिँ यो घरको जेठी बुहारी, मेरो जेठानी दिदी। हामीहरु चाहिँ भित्र आगो फुक्ने ठाउँ नभएर बाहिर यता ग्वालीमा आगो यसरी बनाउँछौं। यहाँ खोले पकाउँथ्यौं अनि आज चाहिँ रोटी पनि यही पकाउँदैछौं। यता बाख्राहरु छ। उता चाहिँ नानी बाबुहरु उता खेल्दैछन्, दुईजना दाजुभाइ। आमा बुवा माथि हुनुहुन्छ, श्राद्ध गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ किचनमा मेरो काम चाहिँ सिद्ध्याएर अनि यहाँ रोटी पकाउँदै गरेको भिडियो बनाइदिनु पर्यो भनेर बनाउनु काम भाग गरेर थियौं। हामी दुईजना बुहारी हो अनि म कान्छी बुहारी, उहाँ जेठी बुहारी। अनि उहाँको काम चाहिँ अचार बनाउने र रोटी पकाउने हो। अनि मेरो चाहिँ दाल भात तरकारी पकाउने हो। मेरो काम सिद्ध्याएर अनि म चाहिँ यहाँ भिडियो बनाउन आएको। बाइ बाइ। यति नै हो है भिडियो। कस्तो लाग्छ यसो कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। बाइ बाइ। केही भन्नु छ भने भन्नु। रोटी पकाउन कतिको गाह्रो भएछ। तेल सिद्धेको हो, तेल थपिदिनु पर्ने हो। पोकसोकको व्यवस्था गर्दैन नि देउरानीको घरमा। देउरानीको घर मात्रै होइन, यो जेठानीको पनि घर है, मेरो मात्रै घर होइन। हामी सँगै छौँ है, यति भनाइ मात्रै हो। यो हाम्रो सासु आमा चाहिँ यहाँ हुनुहुन्छ। बोकाले माया गरिदिँदैछ खसीले। खसी हाम्रो दुईटा दशैंका खसी हुने।